ओम नमः शिवाय। सबैमा मेरो नमस्कार। म ज्योतिष यादव प्रसाद उप्रेती। आजभन्दा पहिला हामीले विभिन्न किसिमका 8वटा ऋणबारे चर्चा गर्दै आयौँ। अब आजको पालो छ कुदरती अथवा देवदेवी ऋण। देवदेवी ऋणबारे हामी चर्चा गर्नेछौँ आजको यो भिडियोमा। अनि देवदेवी ऋण यदि छैटु भावमा चन्द्रमा या मङ्गल भएर बसेर केतुले त्यहाँ चाहिँ नि सँगै बसेर केतुले चाहिँ डिस्टर्ब गर्यो अथवा चाहिँ नि केतुसँगै बस्यो भने देवदेवी ऋणको भागी हुन्छ भन्ने के अरे सङ्केत गर्दछ। चन्द्र मङ्गलसँगै हुनु पर्यो, त्यसमा केतु समेत हुनु पर्यो। अब त्यसो भएपछि चाहिँ नि देवदेवी ऋण लागेछ भन्ने जन्म कुण्डलीमा सङ्केत गर्दछ। अब देवदेवी ऋण लागेको त सङ्केत त गर्यो, त कुण्डलीमा भएको ठिक हो कि होइन, अथवा आफ्नो कुण्डली मिलेको छ कि छैन इत्यादि कुरोको पनि विचार गर्नु पर्यो। त्यो विचार कसरी गर्ने त भन्दा अब आफूलाई के सङ्केत गर्दछ त जीवनमा। सन्तानको नाश हुनु, मर्नु, सन्तान पनि नहुनु, भए पनि मर्नु, बाँचे पनि लाटो, लङ्गडो, बहिरो, खोरन्डो हुनु। अब यस्ता चाहिँ नि सन्तान विषयमा धेरै चाहिँ आफूलाई चाहिँ नि चिन्ता भइरह्यो भने अब यो मलाई लागेछ के त देवदेवी ऋण लागेछ भनेर सङ्केत गर्दछ। अब त्यो देवदेवी ऋण चाहिँ कसरी लाग्छ त भन्दा पहिलो जन्ममा अथवा बाबुबाजेले देवदेवताको मन्दिरको भेटीहरू चोरेर उठाएर ढाँटेर छलेर मन्दिरको भेटीहरू खानु, ल्याउनु, हरण गर्नु, देवदेवताको मन्दिरमा फोहोर मैला गरिदिनु, देवदेवताको मन्दिरमा गएपछि चाहिँ नि दर्शन नगर्नु, नास्तिक हुनु। यसो भयो भने देवदेवी ऋण लाग्दछ, देवताहरूको ऋण लाग्दछ। अब त्यो त लागेछ, अब त्यो पनि सन्तानमा त्यस्तो लक्षण पनि देखियो। अब यो सबै कुरा मिलेपछि अब त्यसको उपाय के गर्नु त? गर्नु त पर्यो उपाय, नगरी भएन। अब कुनै पनि विधवा महिलालाई मद्दत गर्नु, सहयोग गर्नु, माया गर्नु, अनि सपरिवार मिलेर 100वटा कुकुरलाई खाना दिनु, अनि 100वटा कुकुरलाई खाना दिनु, कालो कुकुर घरमा पाल्नु, आफ्नो कान छेड्नु। अब इत्यादि गर्यो भने चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ नि यो देवदेवी ऋणबाट मुक्त हुन सकिन्छ। हस् त, यहाँसम्म मैले 9वटा ऋणबारे चर्चा गर्दै आएँ, यहाँहरूलाई जानकारी गराएँ। अब यहाँहरूले पनि अरूले जानकारी पाउन्, अरूले पनि सुनुन् भन्नको लागि यहाँहरूले सबै भिडियोहरू सेयर गरिदिनु भयो भने अरूले पनि जान्दछन्, पीडित मान्छेले पनि सुन्न पाउँदछन्। मैले कुनै लाइक कमेन्ट धेरै होला भन्ने आशयले यो भिडियो बनाएको होइन। अब यस्ता पीडित मान्छेको उद्धार होस् भन्नको लागि यो भिडियो बनाएको हो। हस् त, यहाँहरू सबैमा नमन।